बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरतीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भाकेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो बादल मात्रै कति बजामा घिन्ताङ घिन्ताङ बादल मात्रै कति बजामा दिल भए नि फलामा चट्ट माया दर्शन सलामा हे दिल भए नि फलामा चट्ट माया दर्शन सलामा
चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले आज विवाहको दिन धेरै धेरै बधाई छ धेरै आशीर्वाद तिम्रो जीवनमा सधैँ यसरी हाँसी खुसी सधैँभरि तिमी ह्याप्पी भएको हेर्न पाऊँ त्यही आशीर्वाद उडायो हावाले यो मन उडायो हावाले शुभकामना दीर्घायुको कामना सधैँ हाँसी खुसी रहने है बहाना मनमा बाबुलाई वैवाहिक जीवनको शुभकामना ल अब बुहारी लिएर आउँदैछौँ बुहारीलाई पनि शुभकामना अनि आशीर्वाद चढे आँखैमा बुझ्लान् करैले ज्ञानी छौ अझै ज्ञानी बना राम्रो गर भविष्यमा एकदम राम्रो मान्छे बना ज्ञानी भौ उडायो हावाले यो मन उडायो हावाले
जन्तीमा केही उयो छ ल आइज गाईको त फोन पर्दैन माला लाग्दैन माला ब्याग्ने छ ठिकै बना आगा शहरा बांध के मैं तो आया रे।
होता है एक रोज इंतजार सोनी, आज नहीं तो कल है, तुझको तो बस मेरी होनी रे। तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा, तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा। कहते ज़माने से तू मेरे इश्क की है दास्तां, ओ जानिया कहते बहाने से मैं तेरा जिस्म हूँ तू मेरी जान, कुछ ना छुपा। मुश्किलों से मिलता है ऐसा सोना प्यार, सोनी चीज तेरे जैसी न मुझको खोनी रे। तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा, तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा। ऐसे न तड़पा के देख ले मत भरे अंदाज से, ओ जाना तू आवाज को अपनी, आ मिला अब मेरी आवाज से। अरे हाँ कह दे हाँ, कर दिया है तूने मुझको यूं बेकरार, वही कह दिया दुनिया से मैं तेरी हो गई तेरे नाल मैं आवांगी, ससुराल में जावांगी। तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा।
आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली
पैसा समात्न डेमा राम्रो हुन्छ त पहिले दौडाएर अहिलेका जुत्ता चाहिँ सस्ता हो नि त हुँदैन हुन्न प्रिन्स अब यो दिन पैसा गर्ने हामी दिदी है तिमीमा त 10 वटा जुत्ता आउँछन् जुत्तै हामीसँग लास्ट दिन छैन जुत्तै तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाए तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए भन्नु मेरो यति नै हो तिमीलाई अब मन मेरो आतेको बेलामा हाँसो तिम्रै सहारा बनो गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलो दिनलाई घाम रातलाई जुन झै मलाई तिम्रो भर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर मेरो नजिक हाम्रो धड्कन साटी हेरौँ तिमी सुना म सुनाउँछु मनभरिका मेरा मायाका धुनाहरू हो रुखो रुखो मेरो जीवनमा यो तिमी बर्खाको शीतल झरी बनी माया यति धेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी ओहो जे छ मेरो सबै तिमी नै हो सधैँभरि यसै गरी माया गर छौ तिमी सधैँ नै सँगै यो आशा होइन भरोसा मिलो हुनुभएका हाम्रा अतिथि जनहरूलाई एकैछिन यो हाम्रो गोलकोट समाज पोखराको 10 मिनेटको एउटा सानो अनौपचारिक आज नव दम्पतिलाई शुभकामना
तथा सम्मान कार्यक्रम रहेकोले सबैजना बाहिर छरिएर बस्नुभएका हाम्रा आदरणीय व्यक्तित्वहरूलाई र यस परिवारजन लगायत दुवै पक्षका परिवारलाई पनि यहाँ अगाडि आइदिनको लागि मैले हार्दिक अनुरोध गर्दछु। गोलकोट समाज पोखराका आजीवन सदस्य, जन्मस्थान गोलकोट नगरपालिका 2 नरेठाटी, हाल पोखरा 15 लक्ष्मी टोल निवासी पिता श्री भीमबहादुर भण्डारी तथा माता श्रीमती कमला भण्डारी ज्यूकी सुपुत्री सुश्री रानी भण्डारी ज्यू र गोलकोट नगरपालिका 2 घर भई हाल पोखरा महानगरपालिका 17 छोरेपाटन निवासी पिता श्री दिलीप खत्री तथा माता श्रीमती विष्णुमाया खत्री ज्यूका सुपुत्र श्री सागर खत्री ज्यूको बीच सम्पन्न हुन लागिरहेको शुभ विवाहको अवसरमा हामी गोलकोट समाज पोखराको तर्फबाट हार्दिक बधाई शुभकामना व्यक्त गर्दछौँ। यस पवित्र वैवाहिक बन्धनले दुवै परिवार बीच अझ आत्मीयता, सद्भाव र सुमधुर सम्बन्धको वृद्धि होस् भन्ने हाम्रो हार्दिक अभिलाषा छ। र ताली रोकिनु भएन यस समयमा। तपाईँहरू यो हामी शुभ अवसरमा हुनुहुहरूले अलिकति हर्ष उल्लासका साथमा जोस जागरले ताली बजाइदिनु भयो भने र सबैजना अलिकति साइलेन्ट भएको मैले देखेँ। सबैजनाले जोरदार ताली बजाइदिनु होला। र फेरि पनि उहाँहरूलाई एउटा वैवाहिक जीवनको मङ्गलमय शुभकामना व्यक्त छौँ। उहाँले पनि हामीलाई समाजलाई रु 51,151 रुपियाँ नै सहयोग गर्नुभएको छ। उहाँलाई पनि जोरदार ताली बजाइदिनु होला। यो सम्मान फेरि हामीले उहाँको परिवारमा पनि राख्नु। हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरी समृद्ध बनाऊ। गोलकोट समाज पोखरा 14 चाउथे रातो डाँडा मायाको चिनो। गोलकोट समाज पोखराका आजीवन सदस्य, गोलकोट नगरपालिका वार्ड नम्बर 2 नरेठाटी घर भई हाल पोखरा 15 लक्ष्मी टोल निवासी पिता श्री भीमबहादुर भण्डारी तथा माता श्रीमती कमला भण्डारी ज्यूकी सुपुत्री सुश्री रानी भण्डारी ज्यूको पोखरा 17 सिमलटोडा निवासी श्री सागर खत्री ज्यूसँग वैवाहिक सम्बन्ध बाँधिनु भएको सुखद उपलक्ष्यमा गोलकोट समाज पोखरालाई रु 51,151 अक्षय रुपियाँ 51,151 रुपियाँ आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक बधाईका साथ यो मायाको चिन्ह प्रदान गर्दछौँ। यसै अवसरमा नव दम्पतिलाई दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष तुलचन खिम थापा, महासचिव लीलबहादुर खत्री बबिन, मिति 2082 मङ्सिर 14 गते आइतबार। धन्यवाद। मिल्छ भने हाम्रा पञ्चेबाजाले उहाँको परिवारलाई सम्मान स्वरूप एकचोटि छोटकरीमा नगरा लगाइदिनको लागि पनि मैले हार्दिक अनुरोध गर्दछु। र उहाँहरू खाना खान गएको मैले जानकारी पाएँ। ठिकै छ, सबैजनाले जोरदार रूपमा ताली बजाइदिनु होला। 73,000 बराबरको सहयोग हामीलाई उहाँले गर्नुभएको छ। उहाँलाई एकचोटि सबै यहाँ उपस्थित हुनुभएका हाम्रा अतिथिजनहरूले जोरदार ताली बजाइदिनको लागि पनि मैले हार्दिक अनुरोध गर्दछु। शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल रेशमी मायाका फुलहरू छपक्कै बोटमा न्यानो नरम घामहरू मुस्काउँदैछन् यी ओठमा सँगले लैजाऊ
शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल दीप झै उजाला चम्किरहुन् यी मुहार लैलै गुन्जिरहुन् सधैँ मायाका जुहार लैलै जुनीभरिलाई लैलै जुनीभरिलाई दीप झै उजाला चम्किरहुन् यी मुहार लैलै गुन्जिरहुन् सधैँ मायाका जुहार लैलै जुनीभरिलाई 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 खिपेर राखै खुसीहरू पोखिन नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई खिपेर राखै खुसीहरू पोखिन नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई कपास भई उडी जाला बतास झै कता कता दृश्य बनी आई जाला चिम्लाया हेर जाता जाता हावा झै शीतल शीतल फूल झै कोमल सम्बन्ध बाबु र नानीलाई बधाई दिन चाहन्छु र हामी टोलवासीको तर्फबाट पनि धेरै धेरै बधाई छ। कसरी हामीलाई फोटो हाम्रो समूहसँग लिन मिल्छ? फूलहरू छपक्कै बोटमा विदाई वाले हंजू भरे हैं तेरी आंखों में याद आएंगे मुझे बाबुल तेरी गलियां याद आएंगे मुझे बाबुल तेरी गलियां वो बचपन की बातें तेरे बागों की कलियां याद आएंगे मुझे बाबुल तेरी गलियां याद आएंगे मुझे बाबुल तेरी गलियां वो बचपन की बातें तेरे बागों की कलियां याद आएंगे मुझे बाबुल तेरी गलियां
अब तक ना भूली मैं बाबुल तेरी मीठी मीठी लोरी, तेरी बाहों का झूला वो पलना वो डोरी। अब तक ना भूली मैं बाबुल तेरी मीठी मीठी लोरी। मुझे बुलाएंगे वापस वो चौबारे वो डलियां, याद आएंगे मुझे बाबुल तेरी गलियां, याद आएंगे मुझे बाबुल तेरी गलियां।
संसारमा यस्तै हो, यो संसारको रीतिरिवाज धर्म यस्तै हो। परम्परी झर्छ आँसु छाती भरियो, घर देख्छु भित्तो भित्तो शहर रित्तियो। बरबरी झर्छ आँसु छाती भरियो, घर देख्छु भित्तो भित्तो शहर रित्तियो। विदाई गर्न छोरी तिमीलाई धेरै गाह्रो भो। आज तिम्रो दिन हो छोरी, म खुसी छु। विदाई गर्नु छ र मात्रै धेरै दुखी छु। आज तिम्रो दिन हो छोरी, म खुसी छु। विदाई गर्नु छ र मात्रै धेरै दुखी छु।
छोड़ो छोड़ो ए भाइ थाहा माथि ढोकामा हाम्रो त एउटै इच्छा छ, एउटै चाहना छ। हामीले घरको लक्ष्मी भित्राउँदैछौँ, सधैँभरि घरमा सुख शान्ति समृद्धि ल्याउँछौँ कान्छीले भन्ने होप छ हामीलाई होइन। अनि हामीलाई अरू केही चाहिन्न, सधैँभरि हाम्रो भाइको ख्याल राख्ने, भाइलाई माया गर्ने, कहिले पनि तिनीहरूले ओके भन ल। त्यसो भए हामीलाई साडीको मुजा गराइदेऊ आउनु आँखी झलैमा टलक्क टल्कियो चन्द्रमा तिम्रो गलैमा, टलक्क टल्कियो चन्द्रमा तिम्रो गलैमा। सपनी जन्म झुलुक्क देखे गाजली भेट हुने रहेछ र, गाजली भेट हुने रहेछ र। रातोलाई भन्नु सिन्दुर टीका गाजले पहेँलो के
टल्कियो चन्द्रमा तिम्रो गालैमा टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा फुलको तरेली मुखले बोले बातै लाग्ला झिम्काउ परेली मुखले बोले बातै लाग्ला झिम्काउ परेली घाँस काटे बाँसैको निगालो तिमीलाई देखेर हृदय उज्यालो बाटो मुनि फुल फुल्यो दमासे भेट होला दैवले नमासे घाँस काटे बाँसैको निगालो तिमीलाई देखेर हृदय उज्यालो बाटो मुनि फुल फुल्यो दमासे भेट होला दैवले नमासे आँखी झलैमा टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा फुलको तरेली मुखले बोले बातै लाग्ला झिम्काउ परेली उच्चमा उच्च तिन अमल उच्च एडिवाल जुत्ताको खिलाउनु माया यताको मात्रै खिलाउनु उताको गजली खिलाउनु उताको ओइलीमा झर्यो बाबरी फुला मौरीले चुमेर हाँसीमा राखा खेलीमा राखा गैजाला उमेर गजली गैजाला उमेर आँखी झलैमा टलक्क
उडेर गइजाला बगाली ऐना ढाटेको हैन सम्झना आइजाला गजली सम्झना आइजाला अक्षर लेख्न जान्दिन क्यासम्म हाँस्न गाउन आएको यहाँसम्म हाँस्दै खेल्दै पुग्ने हो कहाँसम्म नियतिले डोर्याउँछ जहाँसम्म आँखी झ्यालैमा टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा टल्कियो चन्द्रमा तिम्रो गालैमा दिलीप खत्री एवं ममताबाई माता विष्णु माया खत्रीका सुपुत्र श्री सागर खत्रीज्यूको गलकोट नगरपालिका वार्ड नम्बर 2 नरेठाटी हाल पोखरा महानगरपालिका 15 लक्ष्मीटोल निवासी श्री भीमबहादुर भण्डारी र कमला भण्डारी ज्यूको सुपुत्री सुश्री रानी भण्डारी ज्यूसँग वैवाहिक सम्बन्ध र अहिले सम्पन्न हुँदैछ र उहाँहरूलाई यो वैवाहिक सम्बन्ध हुन गइरहेको यस शुभ अवसरमा गलकोट समाज पोखराले उहाँको मङ्गलमय शुभकामना व्यक्त गर्छौँ र उहाँहरूको अत्यन्तै यो जुन सम्बन्ध छ उहाँको गृहस्थी जीवन मङ्गलमय बनोस्, सुख बनोस्, दाम्पत्य जीवन सफल बनोस्। हामी गलकोट समाजको तर्फबाट हार्दिक मङ्गलमय सबैले ताली देएर उहाँलाई स्वागत र यसै अवसरमा जुन चाहिँ दुई घर परिवारको नाता गाँसेको छ र सबै गलकोटेहरूको हामीलाई हाँसी खुसी छ र त्यसै क्रममा सबै यहाँ आउनुभएका इष्टमित्र हुनुहुन्छ, त्योभन्दा नि विभिन्न सङ्घ-संस्थाका आउनुहुन्छ, गलकोटबाट पनि विभिन्न ठाउँबाट नि यहाँ आउनुपर्छ प्रतिनिधि हुनुहुन्छ, विभिन्न सङ्घ-संस्थाका जो प्रतिनिधि हुन्छ उहाँलाई पनि उहाँहरूको तर्फबाट पनि मङ्गलमय शुभकामना व्यक्त गर्न म अनुरोध गर्छु। र अत्यन्तै हर्ष उल्लास छ। मैले लामो कुरा गरिनँ, छोटो कुरा गरेँ। बाजाहरू हुनुहुन्छ, सबै रमाइलो गरिन्छ। त्यसै अवसरमा अब हामी गलकोट समाज पोखराको तर्फबाट उहाँलाई सम्मान गरिदिने हाँसी खुसी रहनु होला। मैले दिलीप सरलाई लाउने फेरि गलकोट समाज पोखरा 14 चाउथे रातो डाँडा चाँदनी टोल मायाको चिनो गलकोट समाज पोखरा आजीवन सदस्य गलकोट नगरपालिका वार्ड नम्बर 2 नगर
नरेठाटी घर भई हाल पोखरा 17 सिमलटाडा निवासी पिता उडा श्री दिलीप खत्री तथा माता श्रीमती विष्णुमाया खत्रीज्यूका सपुत्र श्री सागर खत्रीज्यूको पोखरा 15 लक्ष्मी टोल निवासी श्री सुश्री रानी भण्डारीज्यूसँग वैवाहिक सम्बन्धमा बाँधिनु भएका सुगत उपलक्ष्यमा गलकुट समाज पोखरालाई रु 51,151 अक्षर रुपियाँ 51,151 रुपियाँ आर्थिक सहयोग भएकोमा हार्दिक बधाईको साथ यो मायाको चिनो प्रदान गर्दछौँ। यसै अवसरमा नव दम्पतिलाई दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। महासचिव दिलबहादुर खत्री बबिन, अध्यक्ष कुल चन्द खिम थापा, अध्यक्ष ल धन्यवाद हस्तान्तरण गर्नको निम्ति हाम्रा समाजका अध्यक्ष टोलचन्द खिम थापा र समाजका समरसज्यूलाई अगाडि आएर यो आज जुन सागरको र हाम्रो चाहिँ उसको विवाह शुभकामना दिलीप खत्रीज्यूले हामीलाई गलको समाजलाई समाजको उत्तर प्रगतिको लागि केही कार्यक्रमको लागि अघि बढोस् भनेर 51,151 रुपियाँ सहयोग गर्नुपर्छ। त्यसको लागि उहाँको सधैँ उत्तर प्रगतिको कामना गर्छौँ। अध्यक्षज्यूलाई एकदम नहरा हानेर सम्मान गर्दैन। मोबाइल थियो नि खै
आज इबादत आज इबादत रूबरू हो गए जो मांगी थी जो मांगी थी उस दुआ से गुफ्तगू हो गए मेरे मौला मेरे मौला मेरे मौला मेरे मौला तेरा शुक्रिया आज इबादत रूबरू हो गई दर्द के अंधेरों से आ गए उजालों में इश्क के चरागों का नूर है ख्यालों में दर्द के अंधेरों से आ गए उजालों में इश्क के चरागों का नूर है ख्यालों में अग्नि प्रचोदयात् वैश्वनारा विद्महि सत्यदेवी तन्नो अग्नि प्रचोदयात् स्वाहा
पैसा दिनुपर्छ जुत्ता त्यसै खानुहुन्न कस्तो निलो लाग्यो सब मिठै खाने होइन होला दाइन हुन्छ अब अब त्यो चाहिँ नाइली खुट्टाको अम्लबाट हो त्यसरी एकछिन रोक्नु है दाइ अब कति रुपियाँ माग्छ त्यही अनुसार हेर्नु पैसा हेर्नु भएको छ त बल्ल 10 रुपियाँ आउनु लाग्यो सिधै हेऱ्यौ तिमीले त्यतिकै अझै होइन म त गरियो त कति बोकाहन ल अब त ल जल पनि दे जल लक्ष्मी विष्णु भूतदेव महेश्वर पाके दोषो भेरी अर्का बाग होइन फेरि खानु बिहान कति बेला ल चिउरा भयो नि खान्छ ल अब हात धोइ ए ल भाइ पर्खायो म अझै मुन्की सकेँ होइन मैले दाँत भाउजूले भोगै राखेन साइड भयो 5 चोटि 3 चोटि छोरीले चाहिँ ठिक भयो साडी खानु त दाइको एउटा दुइटा सुन लाग्यो नि भाउजू खारो पाउँदैन त्यसो बार्छु मैले त्यो त बार्दैन मैले कपाल नि गर्दैन होइन अलि मजाले बोलिदिनु न के मिलेको मिलेन अहिले त मिलो हिजोको गन्दै भाउजू फेरि दाइले उडाउनु होला कति रहेछ रे भाउजू यसो देखाउनु न 15,000 अब कलेज जित्ने यहाँ थाहा होइन कलेज जित्छ ल सपना जस्तो देखेको मजा राम्रो देखेँ परे भाइ दुधै लानु नहिले आसिक गडी खेल्ने ट्याक्कै बढ्यो बरोका फेरि इन्डुको नरु फेरि अझ एकपालि परो भएन भएन भने हुँदैन पछि आउनुहुन्छ कि गुरु होइन ती तारिम यही अब फेरि हाम्रो त्यो केही यहाँ परि खान्छ
सधैँ लाउनु होला आफ्नो चाहिँ घरमा कर्ममा गर्नु होला होइन भनेर सुपारी खानु होला दाँत बलिया गराउनु होला मैले साथीदेखि नपरोस् ल भयो ल भयो ल अब तपाईँ आफूले लुकाउने अब त्यो अलिक ठाडो भएर ल नभेटे झन् पैसा तिर्नु पर्छ अहिलेको पैसा दिनु पर्छ होइन नभेटे हुनु पर्यो अब त पछि पछि हिँड्यो अब हिँड्न पाइन्न साडी एउटा साडी हुन्छ पहिले ल अब कान्छो अङ्कल कता गयो साह्रै मिठो रहेछ है खाना राख्नु धन्यवाद यस्तो मिठो मिठो खुवाइरहेको बहिनीलाई यसो बस्नु Bye.